आदरणीय पत्रकार साथीहरु, यहाँहरु सबैलाई म हार्दिक स्वागत गर्न चाहन्छु। आज अन्नपूर्ण दैनिक पत्रिका र त्यसको अनलाइन खबरमा मेरो समेत संलग्नता राखी आएको समाचारको सम्बन्धमा यहाँहरुलाई म स्पष्ट पार्न चाहन्छु र सो समाचारमा आएको विषयमा मैले यो प्रेस विज्ञप्ति मार्फत यहाँहरुलाई स्पष्ट पार्न गइरहेको छु। कृपया म यहाँहरुको अगाडि यो प्रेस विज्ञप्ति वाचन गर्नलाई अनुमति चाहन्छु। यही मिति 2082 साल भदौ 23 र 24 गतेका दिन देशमा भएको जेनजी युवाहरूले सरकारको विरुद्धमा गरेको विरोध प्रदर्शनका क्रममा भदौ 23 गतेका दिन तत्कालीन सरकारले निर्दयता र क्रूरतापूर्वक आन्दोलनमा सहभागी जेनजीका युवा भाइ बहिनीहरूलाई दमन गर्दै हत्यासम्म गरेको कार्यले देशभर नै जनआक्रोश उब्जिएको अवस्थामा भोलिपल्ट 24 गतेका दिन देशभरि भएको विरोध प्रदर्शनका क्रममा धरान नगरमा पनि विरोधका कार्यक्रम भएको हुँदा एक आम नागरिकका हैसियतले हेर्न जाने क्रममा केही मिडियाकर्मीहरूले प्रतिक्रिया माग्दा घटनाका दोषीहरूलाई कडा कारबाही गर्नुपर्ने भनी प्रतिक्रिया दिएको हुँ। सोही दिन मेरो घर नजिकै रहेको नेकपा एमाले पार्टी कार्यालयमा आक्रोशित आन्दोलनकारीहरूले विरोध गर्दै पार्टी कार्यालयमा आक्रमण र तोडफोड गरेको भन्ने सुनेर म पनि त्यहाँ गएको हो। त्यहाँ जाँदा आन्दोलनकारीहरूले पार्टी कार्यालयमा तोडफोड गरिसकेको अवस्था थियो। अघिल्लो दिन सरकारले अबोध र निर्दोष बालबालिकाहरूको क्रूरता र निर्दयतापूर्वक हत्या गरेको घटनाले भावविह्वल भई भावावेशमा आई मैले आक्रोश स्वरूप सानो ढुङ्गासम्म हानेको हुँ। यसबाहेक मेरो यो विरोध आन्दोलन र सो सम्बन्धी अन्य कुनै पनि घटनामा कुनै मेरो बिल्कुलै संलग्नता र सहभागिता नरहेको म सम्बन्धित सबै पक्षमा अपिल गर्दछु। तर यो सानो घटनालाई अतिरञ्जित गरी मैले नै यो आन्दोलनको अगुवाई गरेको भन्ने जस्तो गरी भ्रामक र अतिरञ्जित गरी अन्नपूर्ण दैनिक पत्रिका र अनलाइनमा समेत यसका संवाददाता रत्नप्रसाद आचार्यले मेरो फोटो समेत राखी समाचार सम्प्रेषण गरेकोमा म घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु। यस सम्बन्धमा मैले एमाले पार्टीसँग सम्बन्धित साथीहरूलाई पनि स्पष्ट पारिसकेको र उहाँहरूले समेत वास्तविकता बुझ्नु भएको थियो। यस सम्बन्धमा सम्बन्धित पक्षले सत्य तथ्य बुझ्न र छानबिन गर्न सक्दछ। यस घटनालाई अतिरञ्जित गरी मेरो मानमर्दन र सामाजिक प्रतिष्ठामा आँच पुर्याउने गरी समाचार प्रकाशन गर्ने मिडिया र मिडियाकर्मीलाई म सम्बन्धित निकायमा उजुर गरी आवश्यक कानुनी कारबाहीका लागि पहल गर्ने नै छु। साथै उक्त दिन धरानमा भएको अप्रिय घटनाहरूको म घोर भर्त्सना गर्दछु। जेनजी आन्दोलनको उपलब्धिलाई रक्षा गर्दै मुलुकमा शान्ति सुव्यवस्था कायम गराउनका निम्ति म सबैमा हार्दिक अपिल पनि गर्दछु। विमल साके, धरान 12।